के भन्न चाहनुहुन्छ हजुरले? अरु के भन्नु छ र, घाँस काट्यो बेलैमा। धेरै दुःख पाइरहेको छ यो मामाले दिएको गुनासो। हेलो एभ्रिवान, वेलकम ब्याक टु माई न्यू भिडियो। तपाईँले चाहिँ मेरो नयाँ भिडियोमा स्वागत छ। धेरै समय पछाडि फेरि पनि म नयाँ भिडियो लिएर आइसकेँ। यहाँ चाहिँ तपाईँले चाहिँ केही समय अगाडि चाहिँ हेर्नुभएको थियो, हामी चाहिँ यहाँ यो खेतमा चाहिँ हामीले मटर लगाएको। चाहिँ अब यहाँ हेर्न सक्नुहुन्छ, मटर चाहिँ टिप्ने आइसकेको छ। तपाईँले हेर्न सक्नुहुन्छ, ठुलो ठुलो भइसकेको छ। अनि मेरो हात चाहिँ तपाईँले हेर्न सक्नुहुन्छ, आज चाहिँ अब हामी काम गरिरहेको छौँ, एकदमै माटो लागिरहेको छ हातमा। अनि सो तपाईँले चाहिँ हेर्न सक्नुहुन्छ, मटर चाहिँ एकदमै ठुलो भइसक्यो है, डाम्रा लागिरहेको छ यसमा। तपाईँले हेर्न सक्नुहुन्छ, फलिरहेको छ त्यहाँसम्म। सो अनि यो सायद भोलि या पर्सितिर चाहिँ हामी मटर टिप्छौँ होला, जति पनि टिप्ने लायक आएको छ। तपाईँले हेर्न सक्नुहुन्छ, त्यहाँ चाहिँ आमाले चाहिँ घाँस बाँधिराख्नु भएको छ। अहिले चाहिँ दिउँसो भन्दा पनि 4 बजिसक्यो है। आदिको चाहिँ मेरो एकदमै आँसु आइरहेको छ, किनभने अब चाहिँ हामी चाहिँ अब घाँस बोकिरहेको छौँ। त्यो धुलोले गर्दाखेरि चाहिँ अब एकदमै आँखामा परिरहेको छ। आमाले चाहिँ घाँस बाँधिराख्नु भएको छ है, तपाईँले चाहिँ हेर्न सक्नुहुन्छ। यहाँ चाहिँ हामीले यसरी नै बाँध्नुपर्छ घाँस। यहाँ तपाईँले चाहिँ हेर्न सक्नुहुन्छ, बर्रे पारी चाहिँ अब चाहिँ म घाँसको बारी बनाएर चाहिँ तर लगेर जान्छु। अनि म चाहिँ पर पनि जानुपर्ने छ घाँस बोक्नको लागि। सो लेट्स गो। घाँस बोक्दाखेरि चाहिँ त्यहाँदेखि बाटो यसरी मारिसक्यो, तपाईँले हेर्न सक्नुहुन्छ। अब बाटोहरू छ नि छैन है, माथिदेखि आउँदाखेरि चाहिँ यहाँ मटर सबै दालिसक्यो घाँसले, तपाईँले हेर्न सक्नुहुन्छ। यसरी उठाउनु परेको छ यहाँ चाहिँ ट्याक्क लाएर चाहिँ। अब चाहिँ हामी यहाँ माथि बाबाले चाहिँ बाँधिराख्नु भएको छ। यो बानीको घाँस चाहिँ हामीले यसरी नै तल फालिरहेको छ, हेर्न सक्नुहुन्छ। ट्याक गाह्रो छ है पहाडी लाइफ। हेर्न सक्नुहुन्छ, यसरी नै हामीले चाहिँ तपाईँले चाहिँ कब्राको हालत हेर्न सक्नुहुन्छ है, यसरी यहाँ गइसक्यो। अनि अहिले चाहिँ हामी लगातार चाहिँ हामीले घाँस बोकिरहेको छौँ, तपाईँले चाहिँ हेर्न सक्नुहुन्छ। इभन हामीले घाँस बाँधिरहेको छौँ अनि साथमा चाहिँ बोकी पनि राखेको छौँ है। अनि सो यहाँ चाहिँ अब अगाडि हामी लागिरहेको छौँ, कन्टिन्यू हेर्न सक्नुहुन्छ। सो एभ्रिवान, तपाईँले चाहिँ हेर्न सक्नुहुन्छ, अहिले चाहिँ साँझको 5 बजिसक्यो। अनि हामी चाहिँ यहाँ घाँस बाँधिरहेको है, म चाहिँ बाँधिरहेको छैन, तर आमा बाबाले चाहिँ घाँस बाँधिराख्नु भएको छ। अनि सो म चाहिँ अब हल्का घाँस बोकिरहेको थिएँ। अनि अहिले चाहिँ यहाँ चाहिँ म भिडियो बनाउँदैछु। अनि तपाईँले चाहिँ यहाँ हेर्न सक्नुहुन्छ, अगाडि पनि हामीले यहाँ घाँस बाँधिरहेको छौँ है, पारीसम्म चाहिँ। यो चाहिँ हामीले मसिनले काटेको, कोही चाहिँ हातले। सो त्यही हो। सो अब म चाहिँ यहाँ बाबाले चाहिँ के सोध्न चाहन्छु। सो नि आज चाहिँ म ब्लगमा चाहिँ अब आमा तपाईँले चाहिँ के, सो आमा के भन्न चाहनुहुन्छ हजुरले? अरु के भन्नु छ र, घाँस काट्यो बेलैमा। अहिले खोप परिया भयो, घाँस काटिन धुलो उड्दैन। राम्रो छ बान्ने, एकदम राम्रो छ, धुलो उड्दैन, बहुत राम्रो छ। तपाईँले के भन्न चाहनुहुन्छ? अब ज्यादा मैले केही पनि भन्न चाहन्न। अनि यो परदेश भनेको यो विदेश मात्रै परदेश होइन, विदेश होइन, यो इन्डियामा पनि एउटा विदेश हो। अनि घाँस हामीले घाँस काटिरहेका छौँ, समयमै काटियो। अनि के गर्ने, यो बाध्यता हो घाँस काट्नु, यो हँसियासँग हुनु, धुलै धुलो हुनु, यो बाध्यता नै छ। अब हामी सबै नेपालीले, हाम्रो देश नेपाल एकदम नेताहरू बिग्रिएर जनताको वास्ता नगर्ने भएको हुनाले हामी धेरै दुःख पाइरहेको छ यो मामाले दिएको गुनासो। किन भन्नु, म चाहिँ अब घरतिर गइरहेको है। आज चाहिँ अब चाहिँ साँझ भइसक्यो, 5 बजिसक्यो। अनि अब चाहिँ म खाना पाउनु गइरहेको। अनि बाबा आमाले चाहिँ
एकजना चाहिँ तल हाम्रो आन्टी हुनुहुन्छ, तिनजनाहरू चाहिँ अब घाँस बाबा आमा अनि एकजना चाहिँ तल आन्टी हुनुहुन्छ, तिनजनाहरू चाहिँ अब घाँस बाँधिराख्नु भएको छ। अनि म चाहिँ अब हल्का घाँस बोकिरहेको थिएँ अनि अब चाहिँ म घरतिर गइरहेको छु है, अब खाना पनि खुवाउनु पऱ्यो। सो एभ्री अनि अहिले चाहिँ अब म घरतिर गइरहेको छु। अनि त्यही अब आजको भिडियो चाहिँ तपाईँहरूले के कस्तो लाग्यो। अनि यो भिडियो चाहिँ एकदमै सानो छोटो मोटो भिडियो थियो है, तपाईँहरूको अगाडि चाहिँ एउटा चाहिँ सानो कन्टेन्ट थियो चाहिँ मेरो। अब धेरै दिनदेखि चाहिँ मैले भिडियो हालिरहेको थिएन अनि आजभोलि चाहिँ अब हाम्रो यही नै काम छ। अनि तपाईँहरूको चाहिँ अब दसैँ तिहार के कस्तो गयो है, अब हाम्रो चाहिँ अब यस्तो नि हो। सो अनि तपाईँले चाहिँ मेरो भिडियो के कस्तो लाग्यो, यदि तपाईँले चाहिँ मेरो भिडियो मेरो ब्लग चाहिँ मन पर्छ भने मेरो च्यानललाई चाहिँ सब्सक्राइब गर्नु होला, मेरो फेसबुक पेजलाई पनि फलो गर्नु होला। बाई बाई गाइस, नेक्स्ट भिडियोमा भेटौँला।